अब यहाँ स्टार्ट गर्छ होला मिसिङ यो भन्दा मनोकामनाको चाहिँ अलिक डर मर्ने छ कि अलिक होतो होतो छ खोला त सिया माथिसम्म जाँदाखेरि त खतरा सही छ नजिक छ है 300 जना 300 पैसा धेर भए मान्छेहरूलाई पहिला हिँडेर कहाँ पुग्थ्यो हिँडेर नि जानु मिल्दैन हिँड्न त लाग्ला 1 घन्टा 1 घन्टा लाग्छ जाडोले हात कहाँ हेर नि जान्छन् मान्छेहरू तर हिँड्न रमाइलो नि टाइम छ टाइम छ भने होइन टक्क हेर्दै हेर्दै हिँड्न पायो सुख खोज्नु भएको मान्छेहरू दलतेलको मात्रै डर लाग्दो छ पुरी बजारलाई हेर पुरी बजार अब खिच्नु राजको आउँछ माथि झलमाथि क्या मजा आउँछ मजा लाग्छ तर मनकामना जस्तो घुमे नगर्दो रहेछ यो एकैछिन आउँछ मलाई यस्तो घुमे हुन्छ हिँड्ने बाटो यही रहेछ राजकारो तल देउन हिँड्ने बाटो यो हिँड्ने बाटो यही रहेछ यही त आइ त सधैँ चढाएको लाग्थ्यो राजा त्यो खोलिदेऊ मास खोलिदेऊ न के गुन्डा जस्तो गरेपछि कालिन्चोक अब घरमा त बेला भइसक्यो डाँडा आइपुग्नु लागेको डाँडा आइपुग्नु यो मोटर चाहिँ धेरै काम गर्ने है मोटरले बादलको माथि उयो बाटोको छ हिँड्ने फुर्किलो मान्छे उनीहरू त अस्ति हिँडेर आएको केबल कार बन्द गर्छ यही बाटो डडा मर्दो रहेछ बाटो अब त आयो अहिले त सही छ मिलाएर लाग्यो आनन्द ल फेरि कस्तो मजाले भनिन्छ यो त अब पैसा लुट्ने हो कि कम पैसा लुटे छैन हाम्रो त बित्तिर अड्काइदिनु भयो क्या होइन तान्छ तानिन्छ कसरी झार्नु त्यो झऱ्यो हुँदै झर्दैन आउँछ बिस्तारै हो ट्याक्क रोकिन्छ उसको ल्यान्ड उठाउँदै रहेछ दोकानमै आएर ठ्याक्कै स्टाफ आउँछ अनि ट्याक्क त्यहाँ थिचिदिन्छ ल हामी निस्क्यौँ अब टिकट राखेर राख्नु सुरक्षित यहाँ मस्त घाम लाग्यो हामी आएपछि घाम लाग्ने रहेछ यहाँ यहाँ चाहिँ मन्दिरको सामानहरू
पूजा गर्न गाइस ढंग गई हैं यहाँ न पाइँदैन आफ्नो ब्रान्डेड सानो त बेच्छौँ हामी यही नजिक हाम्रो कम्पनी छ ल हामी घाम लागिरहेछ तिमीलाई खिच्नु त म यसो हिँड्छु अब कालिम्पोङमै राजुलामा यता झोला बोकेर फर्किँदैछ कालिम्पोङ भगवती माई बजार रह्यो थाकिन्छ कि अब हिँड्दैन त कोही नै लाग्ला